टर्निङ स्पिड चाहिँ कम बढी रहल साधन टर्निङ थाहा बिर्को टेम्पो yang ba टेम्पो ओले कि so ne plindung ba so टायर किन के बम that केयरवालामा केयर चाहिँ कन्ट्रोल लगाउँछ वा यो इधर ना चिल्ला ले ayo 답시다 동범만 띵띵 잡아지 से पूछे ओले ओचे ओले इन वाटर की ओले तो जो तोर यार कारण कर यार अरे क्या बरा हाले तो मुंह थाज बन्या मा चांगले हार मुंह के रांचे ओ तुम दे ओ तुम ओ तर चोरी ओ तुम ब्लेन दोंगी दिरम yang ma yar lo सुंदर वीडियो सुंदर सब लोग कम भी होशी नागुङको देवीस्थान यो देवीस्थानमा चाहिँ धेरै थरीको रुखहरू बोट बिरुवाहरू चाहिँ भएको ठाउँ सबै बोट बिरुवा लेकतिर भएको बेसीतिर भएको बोट बिरुवा चाहिँ सबै यहाँ रहेको छ यो भित्र लगभग 9-10 वटा बोट बिरुवाहरू 9-10 थरीको बोट बिरुवाहरू चाहिँ यो भित्र देवीस्थानमा चाहिँ रहेको छ आज हामी नागुङमा चाहिँ देवीस्थानमा आइपुगेको छ र देवीस्थानको यो ठाउँलाई पनि हेर्ने अवसर जुराएको छ थरी थरीको बोट बिरुवाहरू भएको ठाउँ र एकै ठाउँमा बोट बिरुवा भएको ठाउँ र 10 अहिले गन्दाखेरि चाहिँ 12 थरीको बोट बिरुवाहरू भेटियो र हामीले पनि हेर्ने मौका पायो अहिलेसम्म यहाँ आएको थिएन यसरी बोट बिरुवा भएको ठाउँमा र यो मुनि चाहिँ मङ्सिर पूर्णे र वैशाख पूर्णिमा चाहिँ 2 पटक पूजा गर्ने रहेछ यहाँ यो 12-13 थरीको बोट बिरुवा एकै ठाउँ भएको लेक बेसी सबै ठाउँको बोट बिरुवा भएको चाहिँ देवीस्थान धुन्चेको नागुङ रहेको छ यो देवीस्थानमा चाहिँ यहाँ वार्षिक 2 पटक पूजा गर्ने रहेछ यो गाउँ चाहिँ नागुङ यो तल गाउँ चाहिँ धुन्चेदेखि 2-3 किलोमिटर माथि यहाँ राम्रो बाटो पनि भएको छ र आउनलाई अहिले चाहिँ अझै पनि बाटो बनाउँदैछ र यहाँबाट चाहिँ माथि माथि जङ्गलहरू र त्यो माथि माथि देखिने डाँडा चाहिँ चोलाङपाटी र यता यो डाँडा चाहिँ छिङगुम्बा र सबै माथि चाहिँ बक्सा डाँडा भन्ने ठाउँहरू माथि माथि रहेको छ र यो माथि चाहिँ हाम्रो धुन्चेको लेकहरू रहेको छ लोकल मान्छेले भनेपछि सकिहाल्यो नि बिचमा जग्गा पर्यो भने दाइको पर्छ कि मेरो पर्छ हो कि त यहाँ यो चाहिँ दाइको हो यहाँबाट उता मेरो हो कि दाजुभाइको बिचमा चाहिँ सार्वजनिक हो कि काम गर्नु सजिलो हुन्छ यहाँ एकदम सजिलो हुन्छ यो राम्ररी अनि उतापट्टि दाइको बिचमा सार्वजनिक उता मेरो छ कि ओभरफ्लो खाने ठाउँ ठ्याक्कै आइयो हाम्रो हर्क सम्बङहरू पानीको लागि यस्तो दुःख गरेको छ यस्तो उसभित्र
यहाँ चाहिँ अलि राम्रो ठाउँमा आइपुगेछ हामी तर हामी एकदमै बिजोग ठाउँमा आइपुगेको थियो हर्क सम्पङहरू यहाँ छ है र स्वागत हुन्छ अब हर्क सम्पङहरू